सानी थिए के लड्दै गर्दा पनि ऊ नाच्थे के एकदम नाच्ने अनि हाँस्ने खेल्ने गाउने सिङ्गर बन्छु म डान्सर बन्छु उसको तोते बोली थियो के तोते बोलीमा पनि उले चाहिँ त्यस्ता कल्पनाहरू गरिराख्थे त्यस्तो कुराहरू भनिराख्थे। म दुर्गेश थापाको गीतहरू हेर्छु, दुर्गेश थापाले नाचेको हेर्छु, त्यहाँबाट पनि केही कुराहरू सिक्छु। नमस्कार, म पदमबहादुर बुढाएर गौरिङ्गा नगरपालिका वडा नम्बर 8 मा बस्छु। हाम्रो नानी मेरो छोरी दीक्षा बुढाएर अहिले धनगढी डान्स च्याम्पियनसिप सिजन 4 अन्तर्गत अहिले यो कम्पिटिसनमा भाग लिई फाइनल राउन्डमा प्रवेश गर्नुभएको छ। अब चाहिँ यस सिजन 4 को फाइनलमा प्रवेश गर्नुभएको छ नानी चाहिँ। उहाँलाई अझै फाइनलको विजेता गराउन चाहनुहुन्छ र भएको देख्न चाहनुहुन्छ भने फाइनल भएको देख्न चाहनुहुन्छ भने अझै पनि उहाँ नानीलाई दीक्षा बुढायरलाई ई सेवाबाट भोट गर्न सक्नुहुन्छ। हाम्रो छोरी दीक्षा बुढायर चाहिँ अहिले अब पढाइमा पनि ठिकै छ। यो पढाइको साथसाथै उसले चाहिँ एकदम मोबाइल हेर्ने, कति बेला मेरो हेर्ने, कति बेला मम्मीको हेर्ने, मोबाइल हेर्दै पनि टिकटक बनाउने, आफ्नो खुट्टाहरू कति सक्दो छ सिकेको अनुसार त्यही बढी डान्समै एकदम रुचि छ उहाँको हैन। उहाँलाई यो नानीलाई चाहिँ एकदम डान्समा रुचि भएको हुँदाखेरि अझै कति साथ सहयोग चाहिन्छ हजुरहरूले त्यो साथ सहयोग दिनुहुनेछ भन्ने आशा गर्दछु। डान्समा अब नानीले भनेअनुसार उसको आफ्नो अब उसलाई त अलि लत जस्तो लागिसक्यो हैन। हामीले अब उसको भनेअनुसारको हैन उसले कहाँ जानुपर्छ हामीले अब उसले के भनेको छ त्यो सहयोग गरेर हामीले एकदमै सहयोग गरिरहेछौँ। एकदमै सानैदेखि त्यो भिडियो हामीसँग अझै पनि छ, नानीले पनि हेर्छ। त्यो आफूलाई होस नहुँदासम्मको पनि टिकटक बनाउने सानो 2टा फुच्चीहरू यो आँगनमा बनाएको सानैदेखि उसको इच्छा चाहिँ एकदम यसमा डान्समा धेरै इच्छा चाहिँ थियो। ठिक छ सर, पढाइ भन्ने कुरा त एकदम बेस लेभलमा जुनसुकै क्षेत्रमा जाँदाखेरि पढाइ त चाहिने नै कुरो सर। शिक्षा भन्दा त के होला, तैपनि शिक्षा सँगसँगै पनि यो हाम्रो बाहिरको सिपहरू यस्ता प्रोग्रामहरू भाग लिनुपर्छ भन्ने चाहिँ मलाई लागिरहेछ सर। उसको अब बोल्ने कुराको विकास भयो हैन, डान्सको त विकास हुने नै भयो, सिकिरहेछ हैन। अरू धेरै एक्टिङहरू गर्ने अब यहाँ स्टुडियोबाट अनि तपाईँहरूको कोरियोग्राफी उसबाट पनि सिकेका धेरै सिपहरू सिकेका छ। अलिकति केही बोल्ने हिचकिचाउने त्यस्तो बोल्ने कुरामा पनि विकास भएको छ हैन। साथीहरू चिन्न पायो हैन, सरहरू चिन्न पायो हैन, सबै कुराहरू त्यसको विकास त ठिकै भइरहेछ सर। ऊ भनेको सानै छँदाखेरिदेखि जबदेखि उसले चाहिँ यो संसारमा कला प्रतिभा हैन मोबाइल हेर्दै गर्दा टिभी हेर्दै गर्दा मैले पनि गर्नुपर्छ भन्ने उसको मनमा चाहिँ सानै छँदाखेरिदेखि चाहिँ मनमा त्यस्ता कुराहरू जागे। त्यो जागिसकेपछि ऊ सानी थिए के लड्दै गर्दा पनि ऊ नाच्थे के एकदम नाच्ने अनि हाँस्ने खेल्ने गाउने सिङ्गर बन्छु म डान्सर बन्छु उसको तोते बोली थियो के तोते बोलीमा पनि उसले चाहिँ त्यस्ता कल्पनाहरू गरिराख्थे त्यस्तो कुराहरू भनिराख्थे। कता मलाई पनि लाग्थ्यो कि मेरो छोरीलाई मैले डान्सर बनाउन सकेँ अनि सिङ्गर बनाउन सकेँ हुन्थ्यो जस्तो पनि लाग्थ्यो हैन। अब यहाँसम्म पुग्छे भन्ने चाहिँ मैले चाहिँ सोचेको थिएन, किनभने अब यो चाहिँ अब उसले मम्मी म यहाँ डान्स स्टुडियो खुलेको छ र म डान्स गर्न चाहन्छु भने मैले हुन्छ भनेर मैले चाहिँ उसको पढाइ सँगसँगै उसलाई चाहिँ यहाँ डान्स स्टुडियोमा भर्ना गरिसकेपछि उसले चाहिँ अब राम्रै गरेकी छे भनौँ। उसलाई चाहिँ घरमा जति बेला पनि नाचे हो के, जति बेला खाँदा नाच्ने बस्दा उठ्दा सुत्दा कहिलेकाहीँ त राति पनि ऊ नाचेकी हुन्छ के। उसको त्यति छ डान्समा भनेपछि त्यति सक छ के उसको, एकदम डान्सको लागि धेरै सकिन्छ। नानीको इच्छा चाहिँ डान्सर बन्ने हैन, म डान्स गर्न चाहन्छु डान्सर बन्छु भन्ने चाहिँ उसको इच्छा छ। मैले चाहिँ उसलाई जुनसुकै डान्स क्लासमादेखि लिएर अब विभिन्न कार्यक्रमहरू हुन्छन् हैन, नगरपालिकामा अब विभिन्न कार्यक्रम हुन्छन्। त्यो कार्यक्रममा पनि मैले डान्स क्लास पठाउनुभन्दा पहिला पनि ती कार्यक्रमहरूमा मैले चाहिँ आफै लजाऊ नानी तिम्रो चाहिँ नाच्ने इच्छा छ हैन, तिमी डान्सर बन्छु भन्छौ, जस्तो आओस् त्यस्तै नाच अनि त्यसरी नै डान्स गर भनेर प्रत्येक कार्यक्रमहरूमा मैले चाहिँ इन्भल्भ भएको कार्यक्रमहरूमा चाहिँ नानीलाई पनि पठाएर अनि उहाँ डान्स गर्न लगाएर आफै कहिलेकाहीँ मैले आफै डान्स त्यस्ता गानाहरू गीतहरू चाहिँ चुज गरेर
उसलाई चाहिँ त्यस्ता त्यस्ता प्रोग्रामहरूमा नाच्न पठाएर अनि त्यसपछि मेरो आफ्नो मैले चाहिँ नपुगेको ठाउँमा पनि अरूलाई चाहिँ मेरो छोरीको पनि डान्स हेरिदिनु होला है, मेरो छोरीले पनि डान्स गर्छ भनेर चाहिँ उहाँहरूलाई चाहिँ अनुरोध गरेर मैले चाहिँ त्यसरी चाहिँ सहयोग गरेका थिएँ हिजोको दिनमा चाहिँ। अहिले चाहिँ अब जब डान्स क्लास गइसकेपछि अब त्यहाँ सिकिसकेपछि अब जस्तै यहाँको डान्स यहाँ एके डान्स का सञ्चालक सरले चाहिँ डिडिसीमा अब हामीलाई त थाहा थिएन होइन, धनगढी डान्स च्याम्पियनसिप पनि छ भन्ने कुरा त हामीलाई त अब त्यतातिर छैनौँ हामी, आफ्नो 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 व्यापार हुन्छ त्यतातिर नभएको कारणले चाहिँ उहाँले डान्स क्लासबाट यसो यसो छ तपाईँहरू पठाउनुहुन्छ कि भनिसकेपछि मैले चाहिँ फर्स्ट टाइममा हुन्छ मेरो छोरीलाई पठाउँछु भनेर मैले त्यहाँसम्म चाहिँ पुर्याउन चाहिँ सहयोग गरेकी छु। एकदम खुसी भएको छु म, एकदम राम्रो अनुभव मलाई चाहिँ यति खुसी भएको छु नि। छोरी मान्छेले पनि हिजोको पालामा चाहिँ हिजोको कुरा गर्दाखेरि हाम्रो पालामा नाच्नु हुँदैन है, छोरी मान्छेले हामी पढ्दाखेरि तपाईँहरू भाग नल्याउ नाच्नु हुँदैन भनेर हाम्रो आमा बाउले भनिराख्नु हुन्थ्यो भने म त्योबाट मेरो छोरी हो, मेरो छोरीलाई चाहिँ मैले डान्सर बनाउनुपर्छ, सिङ्गर बनाउनुपर्छ, मभन्दा अलिकति बढी नै जान्ने बुझ्ने एउटा पढाइ अनि घरदेखि नभएर आउट नलेजहरू पनि सिक्नुपर्छ गर्नुपर्छ भनेर चाहिँ उसलाई सिकाउँछु। त्यो त्यहाँसम्म पुग्दैछ मेरी छोरी अनि उसलाई बोल्न पनि सिकाछु मैले, डराउनु हुँदैन भनेर। यसरी कार्यक्रमहरूमा जाँदाखेरि उसले आफ्नो परिचय मजाले दिन सक्छ होइन। म एकदम खुसी छु के, एकदम मलाई चाहिँ खुसी लागेको छ। मैले यो गर्नुपर्छ, मेरो मम्मी बाबाको नाम चाहिँ अगाडि बढाउनुपर्छ। त्यो क्षेत्र जुनसुकै होस् होइन, राम्रो पाटो हो नि त, त्यो पनि एउटा प्रतिभा हो होइन। उसमा भएको कलालाई बाहिर देखाउने हो, एउटा प्रतिभालाई बाहिर देखाउने हो। त्यो प्रतिभाले उसले चाहिँ मम्मी बाबाको चाहिँ सपना, मम्मी बाबाको इज्जत अगाडि बढाइदिएकी छ। बाँकी मान्छेले जे सुकै भनोस् त्यो हामीलाई मतलब हुँदैन, उसको आफ्नो प्रतिभा जे उसमा छ त्यो प्रतिभाले उसले चाहिँ हाम्रो नामलाई चाहिँ अगाडि बढाएकी छ। धेरैले भन्छन् गौरीगङ्गामा के उहाँको नामले चाहिँ बाबाको नामले चिनिएकी थिए भने के मेरो नामले चिनिएकी थिए होइन। हाम्रो आफ्नो क्षेत्रको आफ्नो कामको आधारमा उसलाई परिचय उसलाई चिनिएको थियो भने अहिले त उसले आफ्नो परिचय पनि बनाएको छ नि त, एउटा डान्सर भनेर बनाएको छ। मान्छेले डान्सरलाई जुनसुकै तरिकाले हेरे पनि मेरो नजरमा चाहिँ डान्स एउटा यो प्रतिभा, व्यक्तिमा भएको प्रतिभा एकदम राम्रो हो र उसले चाहिँ राम्रो गरेकी छे, राम्रै नाम चलाएकी छे। नमस्कार, म दीक्षा बुढाएर, म गौरीगङ्गा नगरपालिका वडा नम्बर 8 भुसुटिया कैलालीमा बस्छु। म डान्स गर्न धेरै मनपर्छ। मेरो मम्मीको नाम पार्वती बुढाएर र मेरो बाबाको नाम पदम बुढाएर। म दुर्गेश थापाको गीतहरू हेर्छु, दुर्गेश थापाले नाचेको हेर्छु, त्यहाँबाट पनि केही कुराहरू सिक्छु। मेरो साथीहरूले मलाई स्कुलमा नाचेको देखेर धेरै राम्रो डान्स गर्छु, अझै प्रगति गर्दै गर भन्छन्। मेरो एक्सप्रेसनमा विकास भएको छ, बोल्नमा सिकेकी छु, टाढा टाढाका मान्छेले चिनेकी छु, डान्सरहरूलाई चिनेकी छु। पढ्नु पनि पर्छ, जो मेरो भिडियोहरू हेर्छ पढ्नु पनि पर्छ अनि डान्स पनि गर्नुपर्छ, क्रियाकलापहरू गर्नुपर्छ, पढ्नु पनि पर्छ, त्यही भन्छु। मलाई फाइनलमा पुगेर खुसी पनि लागेछ, डर पनि लागेछ। पहिला डर लाग्थ्यो स्टेजमा डान्स गर्न, आजकल धेरै गरेको हुनाले आजकल डर लाग्दैन त्यति, हल्का हल्का लाग्छ। नमस्ते, मेरो नाम भूमिका विष्ट हो। म मसुरी गौरीगङ्गा नगरपालिका वडा 8 मा बस्छु। मेरो विद्यालयको नाम बिहानी सिरिज इङ्ग्लिस बोर्डिङ स्कुल हो। मेरो साथीको नाम दीक्षा हो। मेरो साथी धनगढी डान्स च्याम्पियनसिपमा फाइनलमा पुग्न सफल भएकी छिन्। म फाइनलमा सफल हुनु भन्न चाहन्छु। दीक्षाले डान्स गरेको डान्समा धेरै राम्रो लाग्छ, राम्रो नाच्छ। फर्स्ट सेकेन्ड थर्ड मध्ये केही हुनु अनि अझ बढ्ने, अरू डान्समा पनि फर्स्ट सेकेन्ड थर्ड हुने भन्ने चाहना छ। नमस्कार, म बिहानी क्षितिज इङ्ग्लिस बोर्डिङ स्कुलको भाइस प्रिन्सिपल। हाम्रो यस विद्यालयमा हाल कक्षा 5 मा अध्ययनरत नानी दीक्षा बुढायर स्कुलमा एकदमै लगनशील, पढाइमा एकदमै राम्रो हुनुका साथसाथै अहिले उनको इन्ट्रेस्ट चाहिँ पढाइको सँगसँगै चाहिँ डान्स रहेको कुरा चाहिँ उनले विभिन्न समयमा स्कुलका अतिरिक्त क्रियाकलापहरूमा देखाउँदै आएकी छिन् र भन्दै पनि आएकी छिन्, म यदि बन्यो भने भविष्यमा डान्सर नै बन्ने हो
र पढाइ लेखाइ सँगसँगै म डान्सलाई अगाडि बढाउँछु भन्दै अहिले कक्षा 5मा अध्ययनरत गर्दै आइरहेकी छिन् नानी। एकदमै राम्रो छ पढाइ पनि। व्यवहारिक अनुशासित विद्यार्थी मध्येको एकजना विद्यार्थी चाहिँ हुन् दीक्षा बुढाएर र अहिले डान्समा पनि धेरै राम्रो गरिरहेको कुरा सर्वव्यतीत नै छ। विभिन्न स्कुलका अतिरिक्त क्रियाकलापहरूदेखि लिएर बाह्य क्रियाकलापहरू, बाहिर स्कुल बाहेकका क्रियाकलापहरूमा पनि उनले आफूले जहाँसुकै जाँदा पनि अहिलेसम्म पछाडि नपरेको कुरा र एकदमै राम्रो डान्सर रहेको कुरा जानकारी गराउँदछु।